यदि तपाईले घर वरिपरि कम्पाउन्ड वाल लगाउने सोच्नु भएको छ भने इट्टा, बालुवा र सिमेन्ट कति लाग्छ भनेर आज सजिलै कसरी निकाल्न सकिन्छ बुझौँ। त्यसको लागि तपाईँ यो वेबसाइटमा आउनु होला www.civilconcept.com। यो हाम्रो वेबसाइट हो, एप पनि रहेको छ, प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। त्यसपछि होम पेजमा क्लिक गर्नु होला, तल सार्दै जाँदा नम्बर 3 मा एस्टिमेसन छ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि तल सार्दै जाँदा पी नम्बरमा कम्पाउन्ड वाल एस्टिमेटर छ, त्यसमा डबल क्लिक गर्नु होला। त्यसपछि तपाईको यस्तो इन्टरफेस खुल्छ। यो खुलिसकेपछि ए नम्बरमा छ वाल, सुरुमा छ लेन्थ अफ वाल। यदि तपाईले 4 आना अथवा 8 धुरमा कम्पाउन्ड वाल लगाउने सोच्नु भएको छ भने तपाईको कम्पाउन्ड वालको लम्बाइ भनेको करिब 155 देखि 160 फिट हुन्छ। अहिले मैले 155 फिट हाने। त्यसपछि छ हाइट अफ वाल एबभ द फ्लोर। तपाईको जमिन भन्दा माथि हाइट कति हुनुपर्छ कम्पाउन्ड वालको भन्छ। हामीले जेनरली 5 फिट राख्ने गर्छौं। त्यस्तै छ विड्थ अफ द वाल एबभ द फ्लोर, र त्यो कम्पाउन्ड वालको मोटाइ कति हुन्छ भनेको छ जेनरली हामीले 5 इन्च राख्ने गर्छौं। र तल सार्दै जाँदा हाइट अफ वाल बिलो द फ्लोर, जमिन मुनि कति हुन्छ वालको हाइट भनेको छ, हामीले जेनरली 2 फिट राख्ने गर्छौं। त्यस्तै विड्थ अफ द वाल बिलो द फ्लोर, जमिन मुनिको वालको मोटाइ कति हुनुपर्छ भनेर भन्छ। हामीले जेनरली जमिन मुनि चाहिँ 9 इन्च राख्ने गर्छौं। त्यसपछि बी नम्बरमा छ ब्रिक। योमा चाहिँ तपाईले प्रयोग गरेको इट्टाको स्ट्यान्डर्ड साइज राख्नुपर्ने हुन्छ। जेनरली लेन्थ अफ ब्रिक चाहिँ 240 mm हुन्छ, विड्थ अफ ब्रिक चाहिँ 115 mm हुन्छ, र हाइट अफ ब्रिक चाहिँ 75 mm हुन्छ। र त्यसपछि तल सार्दै जाँदा सी नम्बरमा छ रेसियो। सिमेन्ट र स्यान्डको रेसियो कति हुनुपर्छ भनेको छ। जेनरली हामीले 1:4 अथवा 1:5 को रेसियो युज गर्छौं। अहिले मैले 1:5 को रेसियो लिएँ। र डी नम्बरमा छ थिकनेस अफ मोटर। यो चाहिँ जेनरली 12 देखि 15 mm हुन्छ। अहिले मैले 14 mm लगेँ। यो सबै गरिसकेपछि क्याल्कुलेटरमा क्लिक गर्नु होला। क्लिक गर्न छ तपाईको नम्बर अफ ब्रिक्स चाहिँ 5394 आयो, र क्वान्टिटी अफ स्यान्ड चाहिँ 5.097 मिटर क्युब आयो। त्यस्तै क्वान्टिटी अफ सिमेन्ट चाहिँ 1467.36 केजी आयो, र यो सिमेन्टलाई ब्यागमा कन्भर्ट गर्दाखेरि लगभग 30 ब्याग लाग्दो रहेछ यदि तपाईले 4 आना अथवा 8 धुर जग्गामा कम्पाउन्ड वाल लगाउने सोच्नु भएको छ भने।